धेरैजनालाई बाहिर विदेश जानुभन्दा अगाडि कुन स्किल सिक्दा बेस्ट हुन्छ भन्ने प्रश्न गर्दा उहाँहरूले बारिस्ता स्किल इज वान अफ द बेस्ट एन्ड डिमान्डिङ स्किल भनेर उत्तर दिनुभएको हुँदा आज चाहिँ बारिस्ता हुनलाई के चाहिन्छ त भनेर यो भिडियो मार्फत देखाउन गइरहेको छु। दिस इज मी रोबिन एन्ड दिस इज वाट इट टेक्स टु बी अ बारिस्ता। हेलो नमस्ते, मेरो नाम मीरा राई। म बारिस्ता ट्रेनर। इटालियन एस्प्रेसो एकाडेमी नेपालमा चाहिँ म 5 वर्ष यता चाहिँ कफी ट्रेनिङ गराइरहेको छु। सो इटालियन एस्प्रेसो एकाडेमी नेपाल भनेको चाहिँ एस्प्रेसो एकाडेमी फ्लोरेन्स इटलीको फ्रेन्चाइज कोर्स हो। सो आज चाहिँ हामी तपाईँहरूलाई चाहिँ एउटा बारिस्ता बन्नको लागि चाहिँ के प्रोसिड्युर्सहरू चाहिँ फलो गर्नुपर्छ र सबैभन्दा फर्स्टमा के गर्नुपर्छ भन्ने कुरा चाहिँ जानकारी दिन गइरहेको छौँ। सो सबैभन्दा फर्स्टमा चाहिँ बारिस्ता बन्नको लागि तपाईँहरूले कुनै पनि बारिस्ता एकाडेमी भिजिट गर्नुपर्ने हुन्छ। फर इक्जाम्पल तपाईँ हाम्रो एकाडेमीमा आउँदा चाहिँ टोटल इन्फर्मेसन्सहरू लिएर चाहिँ क्लासेसहरू स्टार्ट गर्नु पऱ्यो। नर्मली क्लासेसहरू चाहिँ नेपालमा चाहिँ 3 विक्सको ट्रेनिङहरू हुने गर्दछ। त्यसमा चाहिँ 2 हप्ता चाहिँ हाम्रो रेगुलर क्लासेस चाहिँ थ्योरी एन्ड प्र्याक्टिकल सेसनमा हुने गर्छ। ओके, द भेरी फर्स्ट स्टेप टु बी अ बारिस्ता इज एस्प्रेसो ब्रुइङ। बारिस्ताहरूले चाहिँ एस्प्रेसो ब्रुइङ चाहिँ एकदम इम्पोर्टेन्ट पार्ट हुन्छ, किनभने एस्प्रेसो इज द बेस अफ एभ्री कफी। सबैभन्दा फर्स्टमा चाहिँ एस्प्रेसो ब्रुइङको लेसन लिइसकेपछि चाहिँ हामीले सेकेन्ड पार्टमा चाहिँ मिल्क स्टिमिङमा जाने गर्छौँ। मिल्क स्टिमिङ चाहिँ हामीले कुनै पनि मिल्क कफीहरूलाई चाहिँ रिजल्ट दिनको लागि चाहिँ गर्ने एउटा टेक्निक हो। सो त्यो टेक्निकलाई चाहिँ फलो गरिसकेपछि अगेन हामीले एस्प्रेसो बेभरेज र मिल्कलाई चाहिँ मिसाएर चाहिँ हामीले क्याफे लाटे, क्यापेचिनो, क्याफे मोका अर कुनै पनि बेभरेजेसहरू रिजल्ट दिन्छौँ। एन्ड द थर्ड स्टेप इज आइस बेभरेजेस। आइस बेभरेजमा चाहिँ कफी सपमा हामीले रेगुलरली हट बेभरेज मात्र होइन, चिसो बेभरेजलाई पनि फोकस गर्छौँ। फर इक्जाम्पल आइस अमेरिकानो, आइस लाटे, डिफ्रेन्ट स्मुदिज एन्ड अल। अब बारिस्ताहरूले सबै यो लेसन सिकिसकेपछि चाहिँ फोर्थ स्टेपमा चाहिँ हाम्रो अल्टरनेटिभ ब्रुइङ भन्छौँ। अल्टरनेटिभ ब्रुइङ इज अल्सो द कन्सेप्ट अफ स्पेसियालिटी कफी। स्पेसियालिटी कफी भनेको चाहिँ थर्ड वेभ कफीहरू भनेर भन्छौँ। सिन्स ब्याक देन हामीले चाहिँ एस्प्रेसो ब्रुइङ मात्रै टेस्ट गरिरहेको थियौँ। अहिले आएर चाहिँ अल्टरनेटिभ ब्रुइङमा चाहिँ V60, साइफन, केमेक्स और फ्रेन्च प्रेसहरू पनि टेस्ट गर्छौँ। सो नाउ द फिफ्थ स्टेप इज कस्टमर सर्भिस। कस्टमर सर्भिस इज वान अफ द भेरी इम्पोर्टेन्ट पार्ट इन बारिस्ताज लाइफ। जस्तै बारिस्ताले कुनै पनि कफी बेभरेज बनाउनु मात्र होइन, त्यो कफी बेभरेजलाई चाहिँ हाम्रो कस्टमरसँग कसरी डेलिभर गर्ने, कसरी गर्ने भन्ने कुराहरू चाहिँ हामीले त्यसमा पनि ट्रेनिङमा चाहिँ लेसनहरू लिन्छौँ। फर इक्जाम्पल सबैभन्दा फर्स्टमा कस्टमर सर्भिसमा चाहिँ पर्सनल हाइजिनको कुराहरू आउँछ र प्लस त्यो कफीहरूलाई चाहिँ प्रेजेन्ट गर्नको लागि चाहिँ कुनै पनि बेभरेजहरूलाई डिस्क्राइब पनि गर्नुपर्ने हुन्छ। सो यो सबै कुरालाई चाहिँ हामीले एकुमुलेट गरेर चाहिँ कस्टमर सर्भिसलाई पनि इम्पोर्टेन्ट पार्ट दिन्छौँ। Okay, the sixth step of becoming a barista is sales report. Sales report is very important after making any beverage or selling the beverage. हामीले सेल्स रिपोर्ट चाहिँ हरेक कफीहरू चाहिँ कति क्वान्टिटीको बेच्यौँ, कति पैसाको अथवा कति रुपियाँको बेच्यौँ भनेर चाहिँ POS सिस्टममा इन्ट्री गर्नुपर्ने हुन्छ। सो नाउ सेभेन्थ स्टेप एन्ड द लास्ट स्टेप अफ बिकमिङ अ बारिस्ता इज क्लोजिङ। क्लोजिङ इज भेरी इम्पोर्टेन्ट पार्ट बिकज क्लोजिङमा चाहिँ हामीले अहिलेसम्म चाहिँ डेली चाहिँ युज गरेको एस्प्रेसो मेसिन्सहरूलाई चाहिँ क्लिनिङ गर्नुपर्ने हुन्छ। प्लस हामीले कफीहरू सर्भ गरेको डिफ्रेन्ट कप्सहरू हुन्छ अथवा हामीले सर्भ गरेको एरिया, क्याफे एरियाहरू चाहिँ बारिस्ताले सबैले आफैले क्लिन गर्नुपर्ने हुन्छ। सो क्लोजिङ इज भेरी इम्पोर्टेन्ट एन्ड दिस इज हाउ एभ्री डे अ बारिस्ता सुड वर्क इन अ कफी सप। ओके, यो 7 स्टेप्सहरू फलो गरिसकेपछि चाहिँ यु क्यान बी अ गुड बारिस्ता एन्ड अल्सो अ सर्टिफाइड बारिस्ता फ्रम एकाडेमी। अब यो स्किल्सहरूलाई चाहिँ हजुरहरूले नेपालमै अथवा विदेशमा गएर पनि युटिलाइज गर्न सक्नुहुन्छ। सो आई विश यु अल द बेस्ट फर यर करियर इन कफी इन्डस्ट्री। यो थियो त्यो 7 स्टेप जसलाई फलो गर्नुभयो भने तपाईँ बारिस्ता हुन सक्नुहुन्छ। अनि यदि तपाईँलाई यो भिडियो मन पर्यो भने प्लिज लाइक, कमेन्ट, सेयर एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। थ्याङ्क यू।